नमस्कार, स्वागत छ क्रिकेट न्यूज विथ राजमा, जहाँ हामीले नेपाली क्रिकेटको समाचारहरू, रङ्गशाला अपडेटहरू र नेपाली क्रिकेटको विकासबारे तपाईहरुलाई जानकारी दिँदै आइरहेका छौं। आजको भिडियोमा हामीले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माणको पछिल्लो प्रगति बारेमा विस्तृतमा चर्चा गर्नेछौं। भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला र मनमा लागेको कुरा कमेन्ट गर्न नबिर्सिनु होला। साथसाथै रङ्गशालाका विभिन्न अपडेटहरूका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। दर्शक पनि तपाईहरु देख्न सक्नुहुन्छ, अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्याराफिट ढलानको काम भइरहेको छ। अहिले प्याराफिट ढलानको काम द्रुत गतिमा अगाडि बढिरहेको छ। तपाईहरु देख्न सक्नुहुन्छ, यस भिडियोमा हामीहरुलाई तपाईलाई देखाइरहेका छौं। प्याराफिट ढलान भइरहेको छ। यो भने नेपाली क्रिकेटको लागि एउटा आशा लाग्दो विषय रहेको छ। तपाईहरु देख्न सक्नुहुन्छ, अहिले यस क्रिकेट रङ्गशालामा ढलानको लागि धमाधम काम भइरहेको छ भने ढलान भइ नै रहेको छ। तपाईहरु देख्न सक्नुहुन्छ, अहिले ढलान गर्ने मेसिन ल्याएर यस क्रिकेट रङ्गशालाको एउटा भाग ढलान गर्ने काम धमाधम चलिरहेको छ। पनि फेरि फर्मा लगाउने काम चाहिँ फेरि बाँकी हुँदैछ। तपाईले टावर 1 को दृश्य देख्दै हुन्छ। अहिले फुटिङको काम चलिरहेको छ भने पिलर उठाउने काम पनि धमाधम चलि नै रहेको छ। तपाईहरु देख्न सक्नुहुन्छ, पिलर थप्ने र उठाउने काम चलि नै रहेको छ। लगभग एक तलालाई पुग्ने गरी पिलर कुनै उठिसकेका छन् भने अरु बाँकी पिलरहरू पनि उठ्ने क्रममा छन्। अहिले मजदुरहरूले पनि सोही अनुसारको अनुपातमा धेरैजना पनि हुनुहुन्छ अहिले काम गर्ने। तपाईहरु देख्न सक्नुहुन्छ र कामले निकै नै तीव्रता लिएको छ। पहिला भन्दा अहिले धेरै नै हामीले परिवर्तन पाएका छौं। दर्शकबिनहरूले भन्दै गर्नुहुन्थ्यो, जहिलेसुकै फर्मा मात्रै हुन्छ, यो बन्दैन भन्ने, अलि ढिलो बन्छ, काम स्लो भयो भन्नुहुन्थ्यो। तपाईहरुले आज देख्न सक्नुहुन्छ, यस क्रिकेट रङ्गशालामा अहिले भने कामले द्रुत रूप लिएको छ र आगामी एनपीएल यही रङ्गशालामा गराउने भनेर मेयर रेणु दाहालले बताउनु भएको थियो र केही समय अगाडि चाहिँ बजेटको इस्यु निकासा हुन ढिला भएकोले काम अलि सुस्तो गतिमा भएको भन्ने रुमर्सहरू हामीले जानकारीमा प्राप्त गरेका थियौँ। अहिले भने त्यो समस्या समाधान भएको हुनुपर्छ। त्यसैले अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अहिले द्रुत गतिमा बढिरहेको छ। अहिले तपाईले देख्न सक्नुहुन्छ, टावर 1 को दृश्य हामी तपाईहरुलाई देखाइरहेका छौं। टावर 1 मा अहिले पिलर उठाउने काम धमाधम चलिरहेको छ। अब पिलर उठाइसकेपछि यहाँ ढलान गरिनेछ। अहिले टावर 1 मा रहेको लिफ्ट र भर्याङको काम पनि चलिरहेको छ। तपाईहरु देख्न सक्नुहुन्छ, लिफ्टको लागि छुट्टै वाल जस्तो उठाइसकिएको छ र केही उठाउन बाँकी नै रहेको छ। अहिले भने यस क्रिकेट रङ्गशालाले कामको गति अत्यन्तै तीव्र रूपमा लिएको छ र अहिले फुटिङहरूको काम पनि चलिरहेको छ। टावर 1 को दृश्य तपाईहरु समक्ष पेश गरेका छौं, हेर्दै गर्नुहोला। तपाईहरु देख्न सक्नुहुन्छ, लिफ्टको काम पनि एकदम द्रुत गतिका साथ अगाडि बढि नै रहेको छ। अहिले मजदुरहरू पनि सोही संख्यामा हुनुहुन्छ। अब कामलाई झनै तीव्रता दिने र मजदुरहरू संख्या पनि थप्ने हामीले जानकारी प्राप्त गरेका छौं। अहिले फुटिङको कामको लागि भुइँ समाउने लगायतको कामहरू भइसकेको छ। अब केही समयपछि यस पिलर 1 मा तल भुइँको ढलान हुनेछ। भुइँको ढलान भए पश्चात सुकेपछि फेरि माथि छतको सिलिङको ढलान हुनेछ। छत ढलान भइसकेपछि हामीले टावर 1 को पहिलो छत ढलान अबको केही समयमा छिटै नै हुने हामीले अनुमान गर्न सक्छौँ। त्यस पनि तपाईहरु देख्न सक्नुहुन्छ, अहिले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम धमाधम बढि नै रहेको छ। क्रिकेट प्रेमीहरूका लागि यो अत्यन्तै खुसीको विषय हो। यस क्रिकेट रङ्गशालालाई धुर्मु सुन्तली फाउन्डेसनले यो जग निर्माण गर्नुभएको थियो। उहाँलाई हामीले बिर्सनु हुँदैन। उहाँहरूको जग, उहाँहरूको मेहनत, उहाँहरूको परिश्रमकै कारणले आज यो क्रिकेट रङ्गशाला यस स्थानमा आइसकेको छ। राज्यले उहाँहरूको काममा लगभग 18 करोडको ऋण थुपारिएको छ भनौँ न। यही क्रिकेट रङ्गशाला निर्माण गर्नको लागि उहाँहरूको अहिले टाउकोमा 18 करोडको ऋण छ। यसलाई राज्यले सम्बोधन गरेर छिटै नै उक्त रकम निकासा गरेर उहाँहरूलाई मानसिक तथा सामाजिक तनावबाट मुक्त गर्नुपर्ने देखिन्छ। आशा गरौँ सरकारले उहाँहरूको यो समस्या समाधान गर्नेछ। धुर्मुसलाई धेरै नै पटक फाइल बोकेर सिंहदरबार धाउनु भएको छ। उहाँहरूको अवस्था देख्दा हामीलाई पनि एकदम चिन्ता लाग्छ। एज अ क्रिकेट फ्यान उहाँले यत्रो महान काम सुरु गर्नुभयो र अहिले उहाँ यही कामको कारणले तनावमा हुनुहुन्छ। उहाँलाई चिन्ता छ कि रङ्गशालाको ऋण कसरी तिर्ने भनेर। भरतपुर मेयरकी रेणु दाहालले पनि एकपटक एउटा भाषणको क्रममा
फाउन्डेसनको ऋण भरतपुर महानगरपालिकाले तिर्न नलाग्ने भन्ने अभिव्यक्ति दिनुभएको थियो। कृपया त्यस्तो नगरिदिनु होला मेयर साहब, हामी तपाईबाट त्यो अपेक्षा गर्दैनौँ। कृपया यो रङ्गशाला बनाउन जति पनि खर्च भएको छ त्यो सम्पूर्ण खर्च धुर्मुस सुन्तली फाउन्डेसनले यही रङ्गशाला बनाउनका लागि निर्माण गर्नुभएको छ। महालेखा परीक्षकको लेखा समितिले निकालेको एउटा प्रतिवेदनमा यस क्रिकेट रङ्गशाला राज्यले बनाउने भने 63 करोडमा यो जति धुर्मुस सुन्तलीले बनाउनु भएको थियो त्यसलाई त्यति बनाउन 63 करोड लाग्ने भनेर एउटा लागत अनुमान गरेको थिएन। उहाँहरूले 58 करोडमै त्यो अहिले जति संरचना बनेको थियो धुर्मुस सुन्तलीले छोड्नुभन्दा अगाडि त्यो 58 करोडमै बनेको भनेर उहाँहरूले आफ्नो प्रतिवेदनहरू पेश गर्नुभएको थियो। यस अर्थमा पनि धुर्मुस सुन्तलीलाई आर्थिक पारदर्शिता सम्बन्धीमा अब कुनै पनि खालको आक्षेप लगाउनु हुँदैन, उहाँहरूको देन हो। साथै प्रदेशमा बस्ने देश विदेशमा पर्ने सम्पूर्ण नेपालीहरूको यो पैसाले बनेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला हो। त्यसैले धुर्मुस सुन्तलीहरूलाई उहाँहरूले गरेको कामलाई उहाँहरूलाई अब हामीहरूले त्यसरी अवमूल्यन गर्न मिल्दैन। उहाँहरूकै कारणले आज हामी यस क्रिकेट रङ्गशालाको यो अवस्था देखिरहेका छौँ। दर्शकबिन धुर्मुस सुन्तलीहरूले जस्टिस पाउनुपर्छ, उहाँहरूलाई यो ऋण चाहिँ सरकारले तिर्दिनुपर्छ भन्ने मेरो मान्यता हो। तपाईँको धारणा के छ यस विषयमा तपाईँहरू कमेन्ट गर्न सक्नुहुन्छ। अहिले हामीहरूले देख्न सक्छौँ टावर 1 को काम अत्यन्तै तीव्र गतिमा चलिरहेको छ। अबको केही समयमा 1 वर्षमा लगभग हामीहरूले यस क्रिकेट रङ्गशालाको पुरै मुहार फेरिनेछ र यदि टावर 1 अथवा 2 मध्ये एउटा टावर बनिसकेको खण्डमा र ग्राउन्ड मात्रै बनिसकेको खण्डमा पनि यस क्रिकेट रङ्गशालामा 10,000 क्षमताको रङ्गशाला आगामी एनपिएलसम्म बनिसक्नेछ र पछिको 10,000 फेरि एनपिएल सकिएपछि पनि बनाउन सकिने मैले अनुमान गरेको छु। तपाईँहरू देख्न सक्नुहुन्छ अहिले फुटिङको कामहरू चलिरहेको छ, धेरै कामहरू भइरहेको छ। अहिले यस रङ्गशाला निर्माणको लागि हिमालयन कालिन्चोक भिभिआरजेबीले ठेक्का प्राप्त गरेको थियो भने यस रङ्गशालामा 2वटा भिभिआइपी टावर हुनेछन् भने 4वटा स्ट्यान्डहरू हुनेछन् जसको क्षमता अहिलेलाई 15,000 हुनेको छ र बाँकी बिस्तारै रङ्गशालाको क्षमता बढाउँदै जान सकिनेछ। तपाईँहरू देख्न सक्नुहुन्छ अहिले यहाँ एउटा कुलो खनिएको छ, यो चाहिँ बाउन्ड्री वालको लागि हो भनेर हामीले जानकारी प्राप्त गरेका छौँ। यस बाउन्ड्री वालको काम पनि अहिले चलिरहेको छ, बाउन्ड्री वाल पनि चलिरहेको छ, साथै अन्य विभिन्न कामहरू यस क्रिकेट रङ्गशालामा अहिले चलि नै रहेका छन्। तपाईँहरू देख्न सक्नुहुन्छ अहिले यहाँ सामग्रीहरू यत्रतत्र छरिएको छ र तपाईँहरू देख्न सक्नुहुन्छ अहिले स्ट्यान्ड 2 र भिआइपी बिल्डिङहरूको बिचमा रहेको भाग पनि अहिले काम चलिरहेको छ। ग्राउन्डको काम भने अहिले सम्माइएको छ तर ग्राउन्डको काम सुचारू भइसकेको छैन। आशा गरौँ छिटै नै ग्राउन्डको काम पनि सुरु हुनेछ। तपाईँहरू देख्न सक्नुहुन्छ अहिले विभिन्न ठाउँमा अहिले तपाईँहरूले चाहिँ मजदुरहरू अलिक कम भयो भन्ने गुनासो हामीहरूले देख्न सक्छौँ। यो रङ्गशाला निकै नै ठुलो रहेको छ, रङ्गशालाको क्षेत्रफल पनि ठुलो छ। मजदुरहरू एकदम जताततै छरिएर काम गरेको हुनाले तपाईँहरूलाई मजदुरहरू थोरै भएको हो कि भन्ने भान भएको हो, त्यस्तो छैन। रङ्गशाला एकदम ठुलो र क्षेत्रफल ठुलो, कार्यक्षेत्र ठुलो भएकाले मजदुरहरू छरिएर काम गरेको हुनाले अहिले मजदुरहरू कम देख्नु भएको, हामीलाई कम भएको भान भएको, त्यस्तो मजदुरहरू कम नै भएको भन्ने चाहिँ छैन। अहिले तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ टावर 2 को दृश्य तपाईँहरू समक्ष पेश गरिरहेको छु। टावर 2 मा चाहिँ अहिले अप्पर बिमको काम सकिएको छ भने अब पिल्लर उठाउन कम तयार भएर तयारी गरिरहेछ। टावर 2 को पनि पिल्लर उठाउने काम धमाधम चलिरहेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। अहिले निर्माणको काम निकै नै तीव्रता पाइसकेको छ। यो हामी क्रिकेट प्रेमीहरूको लागि यो अत्यन्तै खुसीको खबर हो। आशा गरौँ यस क्रिकेट रङ्गशाला समय सीमाभित्र नै सम्पन्न हुनेछ, साथै एनपिएल खेलाउन योग्य हुनेछ भन्ने हामीले आशा गर्न सक्छौँ। यदि एनपिएल अर्को वर्ष हुन सकेको खण्डमा चितवन राइनोजका खेलहरू यस क्रिकेट रङ्गशालामा चितवनवासीहरूले मजा लिन पाए, साथै क्रिकेट पनि काठमाडौँबाट बाहिर अन्य जिल्लामा पनि जाने थियो। अहिले एक्स्ट्राटेक क्रिकेट रङ्गशालाले पनि अहिले मनज्ञ रूपमा भौतिक प्रगति गरिरहेको छ। तपाईँहरू हाम्रो अपडेट भिडियो हेर्नुभयो होला एक्स्ट्राटेक क्रिकेट स्टेडियमको बारेमा। अहिले फ्लड लाइटको काम सकिसकेको छ भने पिएम कप अन्डर फ्लड लाइट हुनेमा हामीहरू
आशावादी हुन सक्दछौँ। साथै अर्को वर्ष यसै क्रिकेट रङ्गशालामा पनि PM कप हुनसक्छ, NPL पनि हुनसक्छ। यही द्रुत गतिमा काम हुने हो भने आगामी वर्ष यस क्रिकेट रङ्गशालाले व्यापक मुहार फेरेमा कुनै दुई मत छैन। हामीहरूले धन्यवाद दिन चाहन्छौँ भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल साथै बागमती प्रदेश सरकारले पनि यस क्रिकेट रङ्गशालामा लगानी गरेको छ, बजेट छुट्याएको छ र समयमा काम सम्पन्न हुने गरी निर्माण पक्षले पनि काम गरेको छ। यसमा हामीले निर्माण पक्षको पनि तारिफ गर्नुपर्ने हुन्छ। उहाँहरूले जसरी काम गर्नुभएको छ, जुन गतिमा काम गर्नुभएको छ, कुनै साथीहरूले पिल्लर अथवा भौतिक प्रगति कम देखिएको, जलिसुकै फर्मा मात्रै देखिएको भन्ने गुनासो गर्नुभएको छ। त्यस्तो होइन, यो भित्र धेरै नै काम हुने गर्छ। फर्मामा रडहरू सेट गर्न एकदमै टाइम लाग्ने गर्दछ। त्यसैले पनि यस क्रिकेट रङ्गशालामा पहिला चाहिँ तुलनात्मक रूपमा भौतिक प्रगति कम देखिएको हो। अहिले भने त्यो अवस्था छैन। अहिले भने क्रिकेट रङ्गशालाको भौतिक प्रगति एकदमै बढिरहेको छ। तपाईहरू देख्न सक्नुहुन्छ अहिले फर्माहरू सेट गरिसकिएको छ, रडहरू पनि सेट गरिँदैछ र छिट्टै नै ढलान हुनेछ। ढलानको लागि कङ्क्रिट मिक्सिङ एउटा मसिन नै ल्याएर जडान गरिसकिएको छ। त्यो हुँदा अब ढलानले पनि अत्यन्त एकदमै तीव्रताका साथ काम हुने हामीहरूले अपेक्षा गर्न सक्दछौँ। अहिले तपाईँहरूलाई देखाइरहेको छ स्ट्यान्ड 1 को दृश्य। स्ट्यान्ड 1 मा अहिले रडको काम एकदमै व्यापक रूपमा बढिरहेको छ। रडको काम सकिएसँगै अहिले यहाँ ढलान गरिनेछ र ढलान गरिएसँगै यस क्रिकेट रङ्गशालाले अर्कै आकार रूप दिनेछ र साथै उक्त ढलान गरिएपछि उक्त फर्माहरू उकाएर स्ट्यान्ड B मा लगेर सम्पूर्ण कामहरू यही प्रोसेसमा फेरि हुनेछ। अर्थात् अब हामीले आशा गर्न सक्छौँ अबको 6 देखि 9 महिनाभित्र स्ट्यान्ड 1 र स्ट्यान्ड B, स्ट्यान्ड 2 सबैमा ढलान भइसक्नेछ। दुवै तर्फको प्याराफिटहरू पूर्ण रूपमा ढलान हुनेछन् र बाँकी फिनिसिङको काम मात्र रहनेछ। अबको 6 देखि 9 महिनासम्ममा यस क्रिकेट रङ्गशालामा एउटा आकार लिनेछ, कङ्क्रिटको आकार लिनेछ भन्ने हामीले आशा गर्न सक्दछौँ। यस क्रिकेट रङ्गशालामा यसै ठेक्का मार्फत बाउन्ड्री वालहरू पनि उठाइनेछ। ड्रेनेजको लागि ड्रेनेजको ढकानीहरू पनि यसै ठेक्का मार्फत बनाइनेछ भने स्क्रिन बोर्ड पनि यसै ठेक्का मार्फत हुने हामीहरूले जानकारी प्राप्त गरेका छौँ। साथै ग्राउन्डको कुरा गर्नुपर्दा सफ्टवेयर ड्रेनेज सिस्टम पछिल्लो प्रयोग भएर यस क्रिकेट रङ्गशालामा ग्राउन्ड पनि निर्माण हुनेछ। यो भने हामीहरूलाई खुसीको खबर हो। तपाईहरू देख्न सक्नुहुन्छ अहिले ढलानको लागि सम्पूर्ण रडहरू बिछाइसकिएको छ। निर्माण कम्पनीका प्रतिनिधिहरूको निगरानीमा मजदुरहरू, श्रमिकहरूद्वारा काम भइरहेको छ। तपाईहरू देख्न सक्नुहुन्छ अहिले रङ्गशालामा अहिले काम चाहिँ व्यापक रूपमा अगाडि बढिसकेको छ। ग्राउन्डको काम भने अहिले सुरु हुन सकेको छैन। आशा गरौँ ग्राउन्डको काम पनि छिटै नै सम्पन्न हुनेछ र हामीहरूले हरियाली ग्राउन्ड पाउँछौँ। यस क्रिकेट रङ्गशालामा भएको ड्रेनेज नेपालकै सबैभन्दा ठुलो ड्रेनेज हुनेछ, जसले यसको पानी भण्डारण क्षमता धेरै नै रहेको छ, जसले गर्दा ग्राउन्डमा हरियाली कायम गर्न पानीको लागि कुनै पनि कमी हुने छैन। यो ड्रेनेज चाहिँ धुर्मुस सुन्तली फाउन्डेसनले बनाउनु भएको हो। उहाँहरूलाई धन्यवाद दिन चाहन्छु। धुर्मुस सुन्तली फाउन्डेसनमा आज यस क्रिकेट रङ्गशाला यो स्थानमा पुगेको छ। कमेन्टमा सम्पूर्णले धुर्मुस सुन्तलीहरूलाई धन्यवाद पनि लेख्न नभुल्नुहोला, किनकि उहाँहरूकै देन हो। उहाँहरू नभएको भए यो परिकल्पना कसैले गर्न पनि सक्ने थिएन र यतिको सुविधा सम्पन्न, यतिको भौतिक प्रगति देखिएको क्रिकेट रङ्गशाला अहिले पनि हामीहरूले देख्न पाउने थिएनौँ। मूलपानी क्रिकेट रङ्गशालाको कुरा गर्नुहुन्छ भने 60 सालदेखि निर्माण सुरु भएको उक्त रङ्गशाला अझै पनि निर्माणकै क्रममा छ भने यस क्रिकेट रङ्गशाला यदि कोभिडको कारणले आर्थिक रूपमा अपुग नभएको भए धुर्मुस सुन्तली फाउन्डेसनले 2 वर्षभित्र नै बनाइसक्नुहुन्थ्यो। त्यो मलाई पूर्ण रूपमा विश्वास छ। उहाँहरूको कार्यशैली, उहाँहरूको कार्यक्षमताप्रति पूर्ण रूपमा विश्वास छ। उहाँहरूले यदि आर्थिक पक्ष बलियो भएको भए बोलकबोल गरिएको 70 करोड मध्ये मात्र 9 करोड उठ्यो। 9 करोड बाहेक अरू 70 करोड नै उठेको भए उहाँहरूले क्रिकेट रङ्गशाला समयमै सम्पन्न गर्नुहुन्थ्यो भन्ने म पूर्ण विश्वास थिएँ। तर बागमती प्रदेश सरकारले 30 करोड बोलकबोल गर्यो, दिएन। अन्य विभिन्न सङ्घ संस्थाहरू, व्यक्तिहरूले बोलकबोल गर्नुभयो, तर उहाँहरूलाई दिनु भएन। उक्त
रकम नउठेपछि ग्रान्टको दृश्य देख्न सक्नुहुन्छ। है ग्रान्टमा चाहिँ कुनै पनि काम भइसकेको छैन। अब आशा गरौँ छिटै नै ग्रान्टको काम पनि तीव्रता साथ सुचारू हुनेछ। यति भन्दै आजको भिडियोलाई यहीँ टुङ्गाउन चाहन्छौँ। हामीहरूले विभिन्न देशमा रहेका विभिन्न रङ्गशालाहरूको अपडेट समय समयमा ल्याउने गर्दछौँ। सायद त्यसको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला, बेल आइकन पनि थिच्न नभुल्नुहोला। आजको लागि यति नै। अर्को अपडेटमा भेटौँला। जय नेपाल, जय नेपाली क्रिकेट।